एकदम पर्फेक्ट फेथफुलनेसको उदाहरण हामी बाइबलमा देख्छौँ। यूहन्नाको पुस्तक 17:4 तपाईँले हेर्नुभयो भने यसरी लेखेको छ, जुन काम तपाईँले मलाई दिनुभयो त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। येशू ख्रीष्ट स्वयंले के भन्नुहुन्छ भन्दाखेरि, म 3 पद पनि पढ्छु, अब उपरान्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन्। जुन काम तपाईँले मलाई दिनुभयो त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। अब हे मेरा पिता, संसारको सृष्टि हुन अघि तपाईँको मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। आमेन। प्रभु यीशुले यही कुरा गर्नु, संसारमा आउनुभयो, मानिससँगै दुःख कष्ट भोग्नुभयो, मानिसको दुःख कष्टका पीडाहरू सुन्नुभयो, क्रुसमै आज्ञाकारी हुनुभयो। तपाईँले गेतसेमानीको प्रार्थना तपाईँले पढ्नु भएको छ, अन्तिम रातको प्रार्थना प्रभु यीशुले के भन्नुभएको छ, हे पिता, हुन सक्छ भने यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि तपाईँको इच्छा पुरा होस्। त्यहाँ प्रार्थना गर्दा गर्दा रगतको थोपाहरू आयो भनेर भाइबलले के आँसु सिद्धिएर, पसिना सिद्धिएर त्यो उहाँलाई बोक्न गाह्रो थियो, तर पनि उहाँ अन्तिम मृत्यु समयले आज्ञाकारी, किनकि मानिस जातिलाई जीवन दिनु, मानिस जातिलाई बाटो देखाउनु पर्यो। यसैले प्रियहरू, आज तपाईँ र म उहाँले हामीलाई दिनुभएको अनुग्रहलाई चाहिँ हामीले बुझ्नुपर्छ। उहाँले हामीलाई गर्नुभएको अनुग्रहलाई बुझेर हामीले जो मान्छेले बुझेको छैन उनीहरूलाई पनि हामीले बुझाउन आवश्यक छ। अन्तिम एउटा बाइबल पद म पढ्छु, यशायाको पुस्तक 53, तपाईँले खोल्न सक्नुहुन्छ। यशाया 53को 4 देखि 9 सम्म म सबैको लागि पढ्छु। यसरी लेखेको छ, निश्चय नै उसले हाम्रा दुर्बलताहरू बोक्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको, दुःखमा परेको सम्झ्यौँ। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मको निम्ति उपिलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौँ। हामी सबै भिडा चाहिँ बरालेका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ। ऊ थुइचोमिचोमा पर्यो, उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन। मरिन लगेको थुमा जसै ऊ डोर्याएर लगियो, आफ्नो उन कतराको सामु भेडा मौन भए चाहिँ उसले पनि आफ्नो मुख खोलेन। अत्याचार र इन्साफद्वारा ऊ लगियो, उसका सन्तानका बारेमा कसले विचार गर्न सक्छ, किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो र मेरा प्रजा अपराधहरूको निम्ति उमाथि कुटाइ पर्यो। उसको चिहान दुष्टहरूको सित बनाइयो र मृत्युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन, न त उसको मुखमा केही छल थियो। आमेन। यसैले यी सबै कुरा पुरा गर्नको लागि येशू ख्रीष्ट आउनुभयो। यसैले आजको वचनको अन्तिममा म तपाईँलाई यो उत्साह दिन चाहन्छु, हामी हाम्रो विश्वासमा अन्तिमसम्म आज्ञाकारी भयौँ। आज्ञाकारी भयौँ। यो 2026 हिँड्दै गर्दाखेरि हाम्रो विश्वासमा अझै हामी अडिग भइरहँ। अन्धकारको शक्तिले, झुटा शिक्षाहरूले, खराब शिक्षाहरूले, प्रलोभनले, समस्याले, खराब शिक्षाले, सैद्धान्तिक शिक्षाले तपाईँलाई परमेश्वरको वचनबाट चोरेर नलैजाओस्। यही तपाईँले म उत्साह दिन चाहन्छु। प्रियहरू, आज हामी मण्डली पाउनुको लागि मात्रै आएका छैनौँ। अब मैले चङ्गाई पाएँ, भइगयो, प्रभुलाई छोड्दै भइगयो, त्यो प्रकारको विश्वास हामी नगरौँ। हामी पाउनुको लागि मात्रै विश्वास गरेका छैनौँ, हामी दिनको लागि पनि विश्वास गरेका छौँ। हामीले पाउने ठाउँ त माथि छ। हालेलुया। मैले प्रकाशको पुस्तक, दानियलको पुस्तक हेर्दै गर्दाखेरि त्यो
आनन्दको मुकुट, धार्मिकताको मुकुटभित्र चाहिँ ताराहरू हुन्छ अरे प्रियहरू। त्यो ताराहरू चाहिँ तपाईँ र मेरो इनामहरू हो। इनाम हो। तपाईँ मैले संसारमा प्रभुको राज्यको लागि गरेको इनाम। वा त्यो लगाएको दिन, उहाँसँगै आनन्दसँग सङ्गति गरेको दिन कति आनन्द हुन्छ। यदि हामी त्यो दिनमा उठाइन सकेनौँ भने बाइबलमा लेखेको छ त्यो जजमेन्ट दिन, त्यो जजमेन्टको नि ट्रिलियन दिनहरू, त्यो डिफ्रेन्ट जजमेन्टहरू छ। त्यो बाटो भएर जानुपर्छ। त्यो एकदमै कष्टदायक बाटोहरू छ। यसैले हामी हाम्रो विश्वासमा एकदमै आज्ञाकारी हौँ। हामीलाई परमेश्वरले जुन जिम्मेवारी दिनुभएको छ एकदमै डर भएर प्रार्थना साथीहरू कहाँ होला। हालेलुया। तपाईँले बजाउनु होला, प्रार्थना गर्नुहोला, वचन प्रचार गर्नुहोला, उत्साह दिनुहोला, घरेलुसँग दिनुहोला। जुनसँगै तपाईँले जुन जिम्मेवारी छ एकदमै आदर साथ त्यो काम पुरा गर्नु। हालेलुया। म घरिघरि उदाहरण दिन्छु। हाम्रो बहिनी हुनुहुन्थ्यो, हाम्रो ठ्याक्कै नाम पनि बिर्सिसकेँ आजकल। अनि उहाँले चाहिँ उहाँको आराधनाहरू प्रयोग गर्दाखेरि एकदम उपवास बसेर त्यो उहाँले बोल्दै गर्दाखेरि होइन, तपाईँले जो व्यक्ति चाहिँ आत्मिक रूपमा डुबेको छ नि त्यो मान्छेको आवाजहरू बोल्दाखेरि, आराधना प्रयोग गर्दाखेरि त्यो छुट्टै भिन्न बनाउँछ। प्रियहरू केही न केही डिफ्रेन्ट आउँछ। त्यही कारणले गर्दाखेरि जब तपाईँ आत्मामा डुब्नुहुन्छ, परमेश्वरसँग रहनुहुन्छ, परमेश्वर त्यो पवित्र आत्माको शक्ति तपाईँमा राख्नुहुन्छ र तपाईँ बाटो भएर त्यो बग्छ। हालेलुया। तपाईँ बाटो भएर बग्छ। तर यदि तपाईँ प्रार्थना गर्नुहुन्न, तपाईँको उपवासको प्रार्थना छैन, तपाईँ सङ्गतिमा राम्रो छैन भने तपाईँले जति जानेको भए पनि, जति तपाईँसँग टेक्निक भए पनि त्यो टेक्निकले खासै आत्मीयता दिँदैन, आत्मीयता दिँदैन। यसैले प्रियहरू तपाईँ परमेश्वरसँग रहनुहोस्। प्रभुले तपाईँलाई त्यो गिफ्ट दिनुहुन्छ। भलै होला हामीसँग शरीरमा रोग होला, भोग होला, समस्या छ, कष्ट छ, पीडा छ, तर पनि प्रभुले तपाईँलाई विजय दिनुहुन्छ, विजय दिनुहुन्छ। त्यसैले म तपाईँलाई यो उत्साह दिन चाहन्छु, हामी उहाँको विश्वासमा अन्तिम समय विश्वासी 2026मा पनि यहाँको परिवार, यहाँको जीवन चाहिँ एउटा विश्वासको जीवन भएर जान्छ। अहिले आमाले एउटा उदाहरण भनेको मैले एकदमै सम्झेँ। मेरो नानीहरूलाई यसरी म हुर्काउँछु भने हामी हरेक बुवा आमाले हाम्रो नानीहरूलाई भनिरहेको छ। हाम्रो लक्ष्मी बहिनी घरमा सङ्गति जान्छ, उहाँले घरिघरि भन्नुहुन्छ उहाँको छोराछोरीलाई, यो बुवा आमाको कर्तव्य हो हाम्रो नानीहरूलाई सङ्गतिको कुरा भनिराख्नु, वचनको कुरा भनिराख्नु अनि मण्डलीमा पास्टरले भनिराख्नु है। मलाई चाहिँ झिझो लाग्दैन, मेरो परमेश्वरले मलाई जिम्मेवारी यही दिनुभएको छ है। तिमीहरू प्रार्थना गर्नुपर्छ, प्रभुमा अगाडि बढ्नुपर्छ। हालेलुया। त्यसैले म तपाईँलाई यो छ आउनुहोस् हामी हाम्रो शिरहरू झुकाउन यसरी प्रार्थना गरौँ। महान परमेश्वर पिता, यो समय